आज चाहिँ यहाँ चिडियाखानामा आएको अब देखाउनु बनाउनु भिडियो नै बनाइबो दिलगाई पनि गर्छ मस्त ल पनि छन् ल जराहरू हिँड्छन् ल सो अब यही हिँड्ने हो घुम्ने हो अब आज यहाँ ल यहाँ पनि यस्तो हो नि त पुरै ल सुतिरहेको छन् जराहरू ल बाख्रा जस्तै छन् यता चाहिँ यता बच्चाहरू रहेछन् अलि साना यहाँ पनि बसिरहेको छ यता सबै जरा ल यहाँ झन् धेरै बसेको छ यता चाहिँ खाली रहेछ ल यता चाहिँ टक्क यहाँ ताल रहेछ ल सो यहाँ चिडियाखानाको नियमहरू टक्क राखेछ मान्छेहरू चाहिँ धेरै छन् ल कहाँ मिलिरहेको कहाँ हेर्दैन ल यहाँ ठुलो रहेछ ठुलो रहेछ ल उता दुईवटा छन् यता चाहिँ यहाँ ल कस्तो लाग्छ ल पर दुईवटा छन् यहाँ चाहिँ यो एउटा छ ल अरू के छ म देखाउने प्रयास गर्छु स्ट्याचु राखेर छ जुद्ध शमशेर मुमा जोहर कुमार देवी शालिक भनेर ल यहाँ नीलगाई राखेको छ ल यहाँ नीलगाई बनगाई के भन्छ अब ल हो यता पनि छ अर्को त्यो चाहिँ भाले रहेछ यो चाहिँ पछि ल यस्तो छ नीलगाई भन्छ यहाँ छ नीलगाई भनेर लेखेको छ त्यो सब ठिकै छ यहाँबाट हेर्न सक्नुहुन्छ
नीलगाई यहाँ सबै खाली छ यो चाहिँ ल बन्देल चाहिँ यहाँ रहेछ ल ठुलो रहेछ दारा सारा आएको छ बन्देल बा ल यहाँ चाहिँ बन्देल सुतिरहेछ ठुलो छ बहुत जत्रा बराबर हो त यार ल यहाँ चाहिँ ल हामी यता छौँ भन्दैछ बाघले अब जानु पर्यो बाघ हेर्न ल यिनै हो ठाउँहरू ट्याक्क हल्चा हुन्छ यहाँ चाहिँ फोटो खिच्ने ठाउँ रहेछ टक्क बाघ भनेर बाघ चाहिँ म यता छु भनेर भनेर रहेछ फोटो खिच्बो ल ओ त्यहाँ ढेँडो बाँदर रहेछ ल यतिर ल गुना सुना बाँदर चाहिँ राखेछ यहाँ यो बाँदर उता चाहिँ गुना ल यहाँ रातो बाँदर यता चाहिँ ढेँडो गुना फिट मङ्की भनेर लेखेको छ यहाँ के छ भन्ने कुरा थाहा छैन मान्छे धेरै छन् अब म देखाउँछु है ल गुफा देखेर त बाघ जस्तै छ बाघ छ कि जस्तो लाग्छ पर छ बाघ पर छ देखेको छैन हो पर रहेछ बाघ त्यहाँ रहेछ ल यहाँ देखेको रहेछ बाघ मिल्दैछ यो त उरै छ छाउरी यहाँ चाहिँ दुईटा छन् यता भित्र छ मेला कस्तो यहाँ चाहिँ बाघ हिँडिरहेछ त्यहाँ बसेको छ एउटा चाहिँ यहाँ सुतेछ गुफाभित्र हुँदैछ यहाँ बसेको रहेछ यता पनि छ अर्को यहाँ मान्छे चाहिँ बाघ हेर्नलाई धेरै छन् ल पुरै भिड छ यति भिड छ मान्छे बाघ हेर्नलाई यता पनि छ अर्को बाघ राखेको ठाउँ ल
यहाँ चाहिँ बसेको रहेछ पानीमा यहाँ चाहिँ पानीमा बसेको रहेछ यहाँ चाहिँ ठुलो बसेको छ बाघ पानीमा बसिरहेको छ एउटा फेरि पर गुफामा छ त्यसलाई गर्मी भएको रहेछ यसलाई चाहिँ पाटे बाघ भन्दो रहेछ ल अरू चाहिँ के छ यसो म देखाउने कोसिस गर्छु ल यहाँ चाहिँ जलगैँडा छ जलगैँडा अब हेर्न पर्यो हिपोपोटामस यहाँ चाहिँ भिड छ हो पर छ ल यहाँ चाहिँ ल त्यहाँ छ गैँडा रहेछ यो जलगैँडा चाहिँ यतातिर छ है यता छ हिपोपोटामस जलगैँडा भनेर भन्छन् यहाँ छ खाँदैछ ल यता फर्किएको चाहिँ छैन यहाँ मान्छेहरू धेरै छन् यहाँ देखेको छैन उता चाहिँ ताल छ यहीँ बस्दो रहेछ त्यसको घर चाहिँ ल त्यहीँ हो यसो खाँदैछ जलगैँडा हामी चाहिँ अब दुईजना यसो ल यता पनि छ जलगैँडा ल यहाँ चाहिँ पानीमा बसिरहेछ दुईटा छन् दुईटा एउटा चाहिँ पुरै डुबेको छ ल यहाँ बसिरहेछ यहाँ चाहिँ यहाँ हिँड्ने रहेछ तालमा यो चाहिँ ठुलै छ यसको सिङ चाहिँ आएको छैन खासै ठुलो अरू चाहिँ ल राइनो भने पनि गैँडा भनेको नि ल गाई चलाऊ बोटिङको लागि यहाँ टिकट काट्दो रहेछ अरू चाहिँ यहाँ हात्तीको फोटो खिच्ने ठाउँ छ यहाँ चाहिँ ल यहाँ चाहिँ हरभरे पेट बाँदर भन्ने छ यो चाहिँ उतातिर छ बसेछ अर्ना उता चाहिँ ल अर्ना राखेको छ अर्ना उता चिङपाङजी अब ल देखाउँछु है म अर्ना चिङपाङजी सबै यहाँ घाम छ अलि अर्ना ओ पर छ अर्ना वनभैँसी भने पनि
ल है देख्न सक्नुहुन्छ यता चाहिँ यो चिङपान्जी निस्क्यो ल बिरेट खाँदै छ बिरेट खाँदै खेलिरहेछ ल यहाँ अलि राम्रोसँग देखेन यो घाम भएर ल अर्ना चाहिँ अब गर्मी भएर यहाँ सबै बसिरहेछ पानीमा एउटा फेरि भित्र छ अर्को चाहिँ माथि त्यहाँ खेलिरह बिरेट खाँदै ल पाटसमती बाँदर र यो बाँदरको पनि प्रजाति धेरै हुँदो रहेछ ओ त्यहाँ बसेछ पाटसमती पाटस बाँदर भनेर माथि ल हात्ती चाहिँ यहाँ छ है हात्ती ल हात्ती हेर्न सक्नुहुन्छ हो त्यहाँ माथि नुहाइरहेको छ हात्ती त्यसलाई ल मान्छेहरू यता छ यहाँ चाहिँ हिमाली कालो भालु भन्ने छ छिर्ने ठाउँ चाहिँ छैन के हो खासै यहाँ के छ देखिएन देखेको छैन यहाँ त्यो मात्र देखिएको छ यता रहेछ ल ओ त्यहाँ माथि हिँड्दैछ राम्रोसँग देखेको छैन चिम्पान्जी चिम्पु भन्दो रहेछ चिम्पु भन्दो रहेछ चल यहाँ भनेछ ल हेलो हेलो भनेर यहाँबाट केही देखिँदो रहेनछ ए घाम लागेर केही पनि देखेको छैन नै कुछ भी गाइठ है यहाँ चाहिँ भित्र बसेर रहेछ निस्केकै छैन कालो भालु हिमाली भालु भनेर भित्र बसेको रहेछ निस्केको छैन एउटा बिलगाई नै गर्छ मसे ल यहाँबाट चाहिँ अहिले यसो देखेछ कालो भालु त्यहाँ बसेको रहेछ यहाँ चाहिँ यता पनि हो तर यता सबै बसेको छ निस्केको छैन दुई ठाउँबाट एक ठाउँ
एकचोटि अमर गरेर ल यहाँ काठे भालु रहेछ सबै भित्र बसेछन् दिउँसो घाम भएर कमन लेओपार्ड भनेर लेखेर छ सब भित्र बसेछ अहिले दिउँसो घाममा एउटा त्यहाँ बसेको रहेछ त्यहाँ बसेको छ यहाँ चाहिँ गाजरले निर बिरालो भनेर लेखेको छ घुमिरहेछ घाम भएर देखेको छैन राम्रोसँग ल गाजरले निर बिरालो भनेर हालेछ ल घुमिरहेछ हिँड्दैछ ल यो पार्क क्याट चरी बाघ भनेर हालेछ ओ त्यहाँ सुतेछ त्यहाँ सुतिरहेछ बिरालो जत्रै छ यता चाहिँ ठुलो निर बिरालो भनेर हालेछ त्यहाँ सुतेछ ल मान्छेहरू धेरै छन् उता चाहिँ यहाँ चाहिँ ल दुम्सीहरू राखेको रहेछ धेरै जनावरहरू छन् यहाँ दुम्सी रहेछ दुम्सी चाहिँ निर बिरालो रहेछ यहाँ चाहिँ दुम्सी धेरै छन् एउटा दुईवटा तिनवटा 4 5 6 7 8 9 10 11 12 धेरै रहेछन् यहाँ भित्र पनि छन् हो त्यहाँभित्र दुम्सी दुम्सीहरू छ यहाँ ल काँडा खेलिरहेको छ भित्र त दुम्सी रहेछ चाहिँ बनबिरालो रहेछ यहाँ बसिरहेछ ल बनबिरालो दुईवटा छन् एउटा सुतेछ एउटा हेरिरहेछ ल हो त्यहाँ बसेछ चितुवा चाहिँ बसिरहेछ ल काठे भालु छ ठुलो ल यहाँ चाहिँ सुतिरहेछ है ल काठे भालु यहाँ सुतिरहेछ यहाँ प्लिज डोन्ट किल एनिमल भन्ने छ छुन पाइँदैन यहाँ चाहिँ सुतिरहेछ पुरै जिम्पू के भन्ने रहेछ यहाँ चाहिँ
ल यहाँ छ हेरिरहेछ पानी खाना रहेछ यहाँ चाहिँ अस्ट्रिच चाहिँ ठुल्ठुलो अस्ट्रिच चाहिँ यता रहेछ यता छ यता यता छ अस्ट्रिच ठुलो रहेछ यो चाहिँ इमु लेखेको छ इमु के हो यो त्यसैको प्रजाति अब अलि सानो अस्ट्रिच भन्दा के हो यहाँ छ हो पर छन् ल पर बसेको छन् ल यहाँ छ यो त हिँडिरहेछ यहाँ मलाहु हुचिल भनेर भनेछ है यहाँ बसिरहेछ ल मलाहु हुचिल एउटा पर बसेछ एउटा चाहिँ बसेछ मस्यो दिल्ली गर्ने कथा ल हुचिल हप्सिल भन्ने छ पर छ यहाँ फेरि चखेवा चखेवा चखेवी भन्ने छ त्यो त्यहाँ बसिरहेछन् ल यो त रहेछ यो अर्को यसलाई के भन्छ यसको नाम चाहिँ ल यता हेर्नुपर्छ है ल यसलाई चाहिँ यो सारस भन्दो रहेछ ल यहाँ अर्को पनि छ अस्कोटे बकुला भन्दो रहेछ यहाँ छ यो चाहिँ बसिरहेछ ल अस्कोटे टुइसी सुगा सेतो कालिज भन्दो रहेछ ल ओ त्यहाँ बसेछ सेतो कालिज ल सेम भाले जस्तै छ ल ल यहाँ चाहिँ सेतो कालिजको घर नै हो ल यहाँ चाहिँ लक्का परेमा भन्ने छ सब जालीले घेरेर लाटो पर्सेर भन्ने छ ए त छ लाटो कसेर यहाँ बसिरहेछ त्यहाँ छ टर्की र लाटो कसेर एकै ठाउँमा राखेर छ ल यहाँ चाहिँ नेपाली कालिज रहेछ ल कता छ
कालिज ओ भित्र रहेछ आउँदैछ ल कालिज यता चाहिँ बनकुखुरा हो कि के हो यो सुनौलो सुनौलो कालिज सुनौलो ऊ भएको खोप्दानीमा सुनौलो कालिज कलरफुल ल ल यहाँ राष्ट्रिय चरा यहाँ छ डाँफे ल डाँफे ल यहाँ हिँडिरहेछ है डाँफे ल डाँफे चाहिँ यहाँ हिँडिरहेछ है ए ल पोठी डाँफे अर्कै हुँदो रहेछ भाले डाँफे दामी हुँदो रहेछ डाँफे ल यहाँ चाहिँ सेनिगल प्यारोट भन्ने छ यहाँ ल यहीँ बसिरहेछ धनेश रहेछ धनेश सेनिगल प्यारोट यता चाहिँ सानो रहेछ प्रेमी प्रेमी चरा यहाँ चाहिँ सुन्तले छाती हलेसो भन्ने यो चाहिँ यहाँ हिँड्दैछ ल ल यहाँ चाहिँ ल बनकुखुरा जस्तै छ यहाँ चाहिँ नाम लेखेको छैन ल यहाँ चाहिँ जापानिज ग्रिन कालिज भन्ने छ ल हो त्यहाँ हिँडिरहेछ उता छन् ल मदन सारीका मैना भन्ने छन् ओ माथि माथि छन् ल सुगा जस्तै छन् मकाउ मकाउ भन्ने छ ल ल यहाँ चाहिँ सेतोवाला काकातिल भन्ने छ यहाँ ल यही सेतोलाई भन्दो रहेछ यहाँ रहेछ प्यारोट ल यहाँ ठुलो रहेछ एउटा हेर न कराल सुगा ल यहाँ चाहिँ गोही एलिगेटर चाइनिज एलिगेटर भन्छ घाममा सुतिरहेछ ल ल यहाँ चाहिँ हो
ल अब चाहिँ सो निस्किन लाग्यो अब पार्कबाट ल दामी छ यहाँ चाहिँ उल्टा हो गयो क्या फोटो खिच्न ल यहाँ से मजे नै आइठो क्या ल यहाँ चाहिँ पानी ल लास्ट अब निस्किन लाग्यो सबै कुरा देखाउन सक्दैन पानी चाहिँ निलो निलो छ यस्तो छ निलो निलो छ ल अब चाहिँ निस्केको यस्तो छ अब चाहिँ निस्केको यहाँबाट चिडियाखानाबाट